कस्तो बाबा पनि कसलाई प्रडक्ट बनाउने र कसरी बन्ने भन्ने पनि हो नि त दाइ बाटो पनि चाहियो नि बाटो पनि चाहियो नि त ऱ्यान्डम जो पनि त हुँदैन नि त बात त सही है म त कहिले हिँड्दा त्यही त हिँड्दै चट्याङ परेर अनि मैले सबै चिज थाहा पाएँ भनेर भनेको त बरु कुरा उसलाई पनि इन्जिनियर भनेर पत्यायो भने उस्तै टम डिक एन्ड ह्यारीले म यस्तो भनेर पत्याउँदैन त्यही इन्जिनियर र आइआइटीको भएको भरि शङ्का भयो कि यो त धेरै बाटो हुन्छ यो मान्छे भनेको यसले त मान्छेलाई उल्लु बनाउँछ यो त 99.9798% वाला हो अरे देवा ये गडबड है बाबा एकचोटि इन्डिया र कुनै केको क्रिकेट म्याच हार्छ इन्डिया स्योर हार्छ भने उत्सव दाइको चाहिँ त्यो क्यापेसिटी छ जस्तो चाहिँ मलाई लाग्छ पनि है त्यो मलाई तावा बन्न हो अनि मलाई चाहिँ गफ दिएको हो है भन्न सक्छु क्या म गफ दिएर यो साँच्चै हो नि भन्न सक्छु बन्दीपुरको जङ्गलमा 1-2 वर्ष बसिदिनु नि भाउजूले पनि हेर्नु न उत्सव हराएको त 2 वर्ष भयो भन्नु लगाउने बेलुका बेलुका चाहिँ खाना खानु त्यही जाने कि पछाडि एउटा ढोका बनाउने एउटा खानासाना खाने बस्दिने फेरि जोर जोर से बोल के लोगों को स्कीमें बता दे ए हुँदैन यार उत्सव त थाइल्यान्डमा हरायो भन्नु ओ थाइल्यान्डमा चाहिँ हराउँछ थाइल्यान्डमा चाहिँ हराउँछ कि थाइल्यान्डमा पनि धेरै मन्दिरहरू छ नि त त्यहाँ त होइन धेरै छ नि त थाइल्यान्डमा चाहिँ थाइल्यान्डहरू यता तलतिर जाँदाखेरि अचानक निस्किदिने के हो उत्सव दाइ पनि 2 years in Thailand वन डे इन थाइल्यान्ड 2 वर्षमा ट्याटु सेटु हानेर पुरै मुख भरि पुरा पछाडिसम्म त नेभर इन थाइल्यान्ड